धन्यवाद। मान्छेले लगाएर खाना पनि मिल्दैन, त्यो चाहिँ जलाउने हो, चढाउने हो। पितृको अगाडि रहेको खानेकुरा हामीले कप खाइदियो भने मेरो भाग गएको कुरा यसरी खायो भने हामी त्यस्तै बिमार हुनसक्छ। त्यसले गर्दा पितृको अगाडि भएको खानेकुरा कप खाने लाने सो गर्नु हुँदैन। यो छोक चाहिँ आगोमा हाल्नु हुँदैन। हामी त्यो छोक चाहिँ जलायो भने हाम्रो भाग्य घट्छ। त्यसले गर्दा चाहिँ छोक जलाउनु हुँदैन भन्ने कारण त्यो हो। अनि अघिको त्यो आमा चाहिँ यसरी भ्याकुतोको उसमा सिरानीमा खानेकुरा लगाएर आगोमा पोल्ने बेलामा लामाले पढेपछि उहाँले खाए जस्तो, लाए जस्तो, पिए जस्तो, कता कता न्यानो भयो जस्तो, शीतल भयो, त्यस्तो किसिमको फिल भयो उहाँलाई। खाना सम्पूर्ण चिज भरिपूर्ण भएको भयो। त्यसपछि लिङ्स सुगी तिमी सिसिरी झाजी भनेर त्यति बेला चाहिँ किने पनि शक्तिशाली हंस पाए, किने पनि शरीर हारे छतमा हेरे कि शिवै मेको कि चुरुन्ज चुर खल तुझी के मिरेङ्गै सि घेलसिनमु शिवै मे घेलसिनमु कि चुर खल तुई भनेर बोलाएछ। त्यसपछि बितेको मान्छेले चाहिँ त्यो 3 दिनसम्म चाहिँ त्यो शरीर चाहिँ जलाए पनि फाले पनि उसले चाहिँ शरीर देख्दैन, भ्याउतो नै देख्छ। 3 रातको बिहान 4 दिन पुग्ने बेलामा बल्ल बितेको मान्छे होस आउँछ। हाम्रो मान्छे रुने कराउने गर्दाखेरि चाहिँ यिनीहरूले रुने बेलामा चाहिँ ठुलो आकाश गर्छ जस्तो भने, झारेको आँसुले ठुलो बाढी पहिरो आए जस्तो फिल हुने, त्यस्तो हुन्छ। अनि त्यो रुने बेलामा फेरेको सासले ठुलो हुडी पुतान चलेर 4 गुणा फाल्ने बितेको मान्छेको आउँछ, त्यस्तो फिल हुन्छ। त्यसले गर्दा बितेको मान्छेको लागि हामीले रुने भन्ने कुरो त मनमा चिन्ता परिचय रहिहाल्छ है। त्यही पनि यसरी रुने कराउने आँसु खसाल्ने झार्ने गऱ्यो भने चाहिँ पितृले चाहिँ पाउँदैन। त्यो लिन्छ जोगी के भएछ भने चाहिँ त्यो भर्दो भन्ने चाहिँ यहाँबाट बितेर आफ्नो शरीर त्यागेर गइसक्यो, उतापट्टि अर्को जुनी पाएन। त्यो बिचमा रहेको समयलाई चाहिँ भर्दो भन्छ। हाम्रो मान्छेले चाहिँ भर्दो भन्छ। भर्दो भनेको खास बिचमा भनेको त्यो शब्द चाहिँ यहाँबाट चाहिँ आफ्नो शरीर त्यागेर गइसक्यो, अर्को जुनी नपाएको, त्यो बिचमा 49 दिनभित्र रहन्छ त्यो भर्दो भन्ने समय चाहिँ। 49 दिनसम्मको समयलाई भर्दो, त्यो बिचमा गरेको